नमस्कार, म फेरि पनि भ्लगमा जोडिन आइसकेको छु। आज हाम्रो चाहिँ यता काली गएको छौँ। म्याल चाहिँ खाना आएको छैन। माथिको डाँडा हाम्रो चाहिँ अब वन जङ्गल घुम्न जान लागेको छौँ। गाउँ आइसकेपछि अब यति रमाइलो त गर्नु परिहाल्यो। त्यहाँ चाहिँ के हो मान्छे र भइसक्यो एकै ठाउँमा। तेरो टाउको यहाँ भइसक्यो नि। जस्तो अब घरहरूमा पानी आएन नि, उठो कुवादेखि जान्छ नि। कुवा हो त्यो। यस्तो माथि लेकहरू हेर्नु है त, सरौ माथि यति अग्ला लेक, लगभग 32 त नभन मलाई। भिडियो क्लिक गर्दै त गाउँघरको डाँडाहरू कति रमाइलो छ। सरर गाउँघरको डाँडा को त्यही हो। बाब्रे यो ठाड्डे उकालो रे। कम गाह्रो छ त गाउँघरमा बस्न। खुट्टा दुखेर हैरान हुन्छ हिँड्नाले। आज चाहिँ निकै रमाइलो होला जस्तो छ। हाम्रो चाहिँ यता आएको छौँ। मैले यताको देखायो कि अब यताको। यो म्यालको बुट्टा, त्यो चाहिँ म्यालको बुट्टा है। ल यताको डाँडा मैले चाहिँ अब भित्री खोला गाउँ देखाउन गइरहेको छु है। यहाँ पारि चाहिँ भित्री खोला गाउँ रहेछ है। खासै जुमाने होइन, त्यही पनि देखाइदिएको। भित्री खोला गाउँ भनेर चिनिने रहेछ यहाँ। घर है, यहाँ बजेको चाहिँ घर रहेछ एउटा। हाम्रो चाहिँ अब यही गाउँहरू डुल्ने हो। नि कति रमाइलो भ्यू।
यहाँ पर कहाँ हो रे? यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बाहुन र बाहुनी बिहा गर्ने बेला शराब दिएर चाहिँ ढुङ्गाको उस बनेको रे भन्ने मैले सुनेको। अब त्यो चाहिँ हो कि होइन मैले थाहा पाएन है त्यो। त्यही हो गाइज। अब म चाहिँ अब घर चाहिँ अब या भोलि अथवा पर्सि चाहिँ जानेछु। के भन्छन् यसलाई? धान कि के अरे? अहिले कोदो के हो त? मलाई पनि थाहा छैन। गहुँ रोप्छन् के हो यो? गहुँ त हो त? गहुँ होइन र? कोदो रोप्छन्, गहुँ रोप्छन्, जौ रोप्छन्। त्यहाँ चाहिँ तल्लो हन बाबु। हाम्रो चाहिँ यता माथि स्याला गाउँमा आएको। यो चाहिँ तल्लो गाउँ है। त्यहाँ पर हाम्रो चाहिँ यहाँ टक्क अब कालिका गाउँमा आएको छौँ। सर र घुमघाम अनि भिडियो गराउन पनि। गाइस हाम्रो चाहिँ आज यता गाई गोरु चराउन आएका छौँ। बाबुको घरको गाई गोरु चाहिँ भैँसी अनि बाख्राहरू छ। अनि त्यहाँ एउटा गाई छ, त्यो चाहिँ बेमान रहेछ कि त्यो तलको एउटा बाख्रा, त्यो चाहिँ लास्ट बेमान रहेछ कि। यत्रो सानो सानो चल्ला छ होइन, लास्टै चमक चमक गर्छ, भाग्छ। हाम्रो भैँसी अहिले प्यात्तै हानेर पछाडमा टाढै बस्नुपर्छ, सुरक्षितमा बस्नुपर्छ सबै त। र सो गाइस हाम्रो चाहिँ यहाँ आइसकेका छौँ। भैँसी अनि गाई बाख्रा हेर्न 3 थरीका जनावर छन्। एउटा खसी छ। 3 थरीका जनावर छन् यहाँ देख्न सक्नुहुन्छ। एउटा बाख्रा, एउटा गाई, एउटा भैँसी अनि त्यहाँ चाहिँ उता माथि हो क्या बाख्रा, एउटा बोको कहाँ गयो? यहाँ माथि कता? त्यहाँ माथि हो कि। याद गर्नुपर्छ कि फेरि हराउने। त्यो माछाले बाख्रा उठ्नु जान्न त्यो दाइले, त्यसलाई त अहिले उडी भयो नि। जोस रमाइलो भइरहेछ यहाँ। गाईको त्यो माछ पोलो रड्डीको यस्तो घाँसोमा हिँडिरहेको थिएँ मा, यस्तो बोलिदिरहेको थियो। अल्लो भन्ने त थाहा पाउनु बाँकी छ होला। यस्तो बबाल झट्का दियो कि करेन्ट जस्तो हानिदिरहेको क्या मा। थैत यस्तो हानिदियो थैत। औधी म घाँस पनि समात्दैन कि हो जस्तो लाग्यो। गाउँघरतिर यस्तै हो कि अल्लै पाइन्छ, च्यापो समात्दै घ्याँच चाहिँ हानिदिरहेको कपडामै खोलाइदिएर। कहाँ ओके यार, यिनीहरूको अड्डा यति नै होला क्या, पानी खाएर हिँडिदिने। यस्तो नराम्रो पोल्यो यार, करेन्ट जस्तो हान्यो यार। फाइटर बाख्रा चाहिँ यही हो है, कहिले रुखमा चढिदिन्छ, कहिले कहाँ चढिदिन्छ। खतरनाक छ क्या फाइटर भाले यार।
ए भाले भन्छ कि फाइटर बाख्रा ऊ बबाल इज अ फाइटर बाख्रा। हाम्रो चाहिँ अझै नि घर गएको छैन। अब चाहिँ हल्का पछि 4 बजेतिर घर जाने हो। ल सर